नमस्ते तपाईहरुलाई अर्को ब्लगमा धेरै स्वागत छ। सो आज चाहिँ म नानो लिएर यो के भन्छ यो यता सुडालको बाटो हुँदै माथि जाने छु। अनि धेरै जनालाई नानो मन नपर्ने सक्छ, अनि मलाई चाहिँ नानो धेरै नै मन पर्छ। अनि लाइफकै फर्स्ट कार नानो भएको कारणले मलाई चाहिँ नानो एकदमै मन पर्छ। अनि अर्को कुरा भन्नु पर्दाखेरि के भन्नु पर्दाखेरि अस्ति नै मैले यो नानो कार बेच्छु भनेर लागिरहेको थिएँ क्या। अनि किन भन्नुपर्दा स्कुटर पनि छ, कार पनि छ। अनि त्यही भएर किन दुईटैलाई पेट्रोल खुवाइराख्नु, बरु स्कुटर चलाउँछु, कार बेच्छु भनेर। तर नानोमा यस्तो प्रब्लम आएर चाहिँ मैले खास नानो बेच्न लागेको चाहिँ थिएन। तर मान्छेले कतिले नानो यस्तो उस्तो भनेर भनिरहेको थियो। तर मैले यो नानो सैलुङदेखि अनि चन्द्रगिरीको त्यस्तो उकालोदेखि हरेक ठाउँमा नानोलाई लगेको। त्यो पनि नानोले मलाई धोका दिएन भनौँ न। बाटोको कन्डिसन अनुसार गाडी जता पनि गयो, इभन उताको मोहिनी झर्ना भन्ने बाटो यस्तो खतरा छ, त्यही पनि त्यो मोहिनी झर्नामा पनि मैले नानोलाई चाहिँ लगाएको थिएँ। र अहिले पनि नानोलाई लिएर म बाहिर हिँडिरहेको छु। ठिक छ, नानो एउटा हुन्छ नि आफ्नो बजेट अनुसारको। मान्छेले भन्छ नानो काम छैन, यो छैन त्यो छैन भनेर भन्ने हुन्छ नि। तर मलाई चाहिँ के लाग्छ भने तपाईँको बजेटले जति सक्छ त्यति नै गर्ने हो क्या। अब पैसा नै छैन भने होइन, हावातालतिर त्यो हिरो भनेर खर्च गरेर पनि त हिँड्नु भएन नि त। मलाई चाहिँ मेरो बजेटले यति नै भएन न, नानो किन्न पुग्यो। योभन्दा अलिकति राम्रो पनि किन्न सक्थ्यो होला, तर मलाई चाहिँ नानो नै मन पऱ्यो। हेर यो कुकुरले कस्तो झम्टेको क्या, रिभ्यू लागेको कुकुर जस्तो छ है, कस्तो झम्टिरहेको क्या। भित्र पनि ठिक छ पुरा है, म्युजिक सिस्टमदेखि होइन, एसी हिटर सबै छ। अर्को कुरा के भन्नुपर्दा होइन, यो कारले माइलेज पनि ठिकै दिन्छ क्या। माइलेज पनि एकदमै राम्रो छ यो कारको। माइलेज त्यस्तो नराम्रो हुन्छ नि, माइलेज त्यस्तो नराम्रो अरू कारले जस्तो धेरै खाने त्यस्तो छैन। माइलेज जे होस् राम्रै छ। माइलेज अब 20, 21, 22सम्म नै मजाले दिन्छ। चलाउनुलाई जे होस् रमाइलो छ नानो, एकदम कम्फोर्टेबल पनि छ नि त एकदमै। नानोको सबैभन्दा मेन प्रब्लम चाहिँ नानो कारमा चाहिँ के छ भनेर म तपाईँलाई त्यो पनि भन्छु आज यो भिडियोमा। नानो यति महिनासम्म जे होस् मैले चलाएँ होइन, नानोमा कतिको खर्च छ, नानोकोमा कतिको खर्च छैन। नेपालमा चाहिँ प्रायः जस्तो मान्छेहरूले चाहिँ अलमोस्ट मान्छेहरूले नानो कसैले चाहिँ मन नपर्ने रहेछ। कस्तो धनी मान्छेहरूले होइन, कस्तो धनी मान्छेहरूले होइन, पैसा धेरै भएको मान्छेहरूले नि नानोलाई क्या यस्तो दामी बब्बाल बनाएर नानोलाई चलाएर हुन्छ क्या। अलिकति हुन्छ नि फुल मोडिफाई गरेर अलिकति भित्र पनि कस्तो राम्रो बनाएर हुन्छ नानो चलाइरहेको हुन्छ। अनि जो मान्छेको चाहिँ होइन एउटा बाइक पनि छैन, जो मान्छेको एउटा स्कुटर पनि छैन, इभन एउटा साइकल पनि छैन, तिनीहरूले भने जान्छ नानो जाँदा टिङ्को डब्बा अरे के भन्ने। तर साँच्ची भन्नुपर्दा नानो बब्बालै छ क्या। पिकअप पनि राम्रो दिन्छ नानोले होइन, अब जस्तो उकालोमा पनि तान्छ क्या। अनि मेन भनेको नानोको प्रब्लम चाहिँ एउटा प्रब्लम छ है। नानोको एउटा प्रब्लम चाहिँ एउटा नानोमा सबैभन्दा भनेको हिटिङ प्रब्लम हुन्छ। त्यसको लागि चाहिँ सोलुसन छ, म तपाईँलाई सिकाउँछु लास्टमा भनेको छ है। त्यो चाहिँ 124 सीसीको इन्जिन भए पनि नानोको पावर चाहिँ यति धेरै छ कि होइन, जस्तो उकालो पनि क्या। अब हुन्छ नि त्यस्तो गाडी यार, अब स्विफ्ट गाडीहरू जानलाई डराइरहेको थियो त्यस्तो उकालो नतान्ला के भनेर। अब हुन्छ नि चन्द्रगिरी चाहिँ कति गाडीहरू डराउँछ नि त जानलाई होइन, त्यो पनि नानो सरर गइरहेको थियो क्या। उता चन्द्रगिरीमा जाँदाखेरि चाहिँ अलिकति गाडीमा प्रब्लम आएको थियो, किनकि बाटो रातिदेखि नै क्या ठ्याङ्ग लागेर ठोक्दाखेरि त भित्रको साइलेन्सरै अलिकति फुटेछ। अनि त्यो पनि बनाएँ, अहिले सबै बनाएर फेरि नानो चकाचक छ। यहाँ मासतिर आउनुपर्छ, मासतिर आउँदा छुट्टै भाइब हुँदछ क्या।
अब यसको प्रब्लमको कुरा गरौँ है त नानोको चाहिँ सबैभन्दा प्रब्लम के भन्नुपर्दा अलिकति यसको चाहिँ हिटिङ प्रब्लमहरू धेरै हुन्छ होइन अनि हिटिङ प्रब्लमहरू भइसकेपछि चाहिँ नानोहरू चाहिँ यो उकालै चढ्दैन क्या थर्मोस्टर निकालेर फालिदिए थर्मोस्टर निकालेर फालिसकेपछि चाहिँ त्यस्तो धेरै हुन्छ नि तातिने यताउति हुँदैन क्या अनि तपाईँले मेन भनेको तपाईँसँग नानो छ भने तपाईँले यो फ्यानहरू चाहिँ राख्नु पऱ्यो होइन यो कुलिङ फ्यानहरू राख्नु पऱ्यो होइन कुलिङ फ्यानहरू राखिसकेपछि चाहिँ बब्बाल तातिँदैन अनि मेन भनेको चाहिँ यहाँनिर पछाडिबाटै खोल्नुपर्छ अनि पानी चाहिँ बेला बेला चेक गरिराख्नुपर्छ नानोको प्रब्लम भनेको यति हो क्या नत्र भने सिटीको लागि त यस्तो बबालै छ होइन नानो दामी नै छ नानो अनि अफ रोडतिर पनि रिक्स मोलेर जानु सक्नुहुन्छ भने चाहिँ तपाईँलाई डर लाग्दैन भने चाहिँ नानो दामी नै हुन्छ नानो चाहिँ चारैतिर ड्रम ब्रेक हुन्छ हेर्नुहोस् चारैतिर यहाँ पनि अनि चारैतिर ड्रम ब्रेक हुन्छ नानोको अर्को गाडीतिर चाहिँ के हुन्छ भने प्रायः जस्तो अगाडि चाहिँ डिस्क ब्रेक अगाडि कि पछाडि डिस्क ब्रेकहरू हुन्छ भने नानोको चाहिँ चारैवटा ड्रम ब्रेक छ अनि ड्रम ब्रेकमा चाहिँ के समस्या छ भने इभन स्कुटीमै अलिकति कुद्ने बित्तिकै अलिकति ओह्रालोमा जाँदाखेरि चाहिँ अनि ब्रेकै नलाग्ने समस्या हुन्छ अनि त्यो बेला चाहिँ नानोमा के गर्नुपर्छ भने बिस्तारै पम्प लगाउँदै हिँड्नुपर्छ ओह्रालोमा जाँदाखेरि चाहिँ जहिले पनि हामी चाहिँ अलिक छिटो जान्छौँ भनेर 3 गियरमा नानो हानिरहेको हुन्छौँ नि त होइन 3 गियरमा लगाइरहेको हुन्छौँ 3 गियरमा लगाउँदाखेरि चाहिँ कस्तो हुन्छ नि अलिकति ब्रेक छिटो नलाग्ने ब्रेक नलाग्ने होइन अनि च्याप लाउँदाखेरि कस्तो लाग्छ भने लाएर मासालाई ब्रेक फेल भयो कि भने जस्तो लागिरहेको हुन्छ नि तर एक्चुअली भन्नुपर्दा ब्रेक चाहिँ फेल भएको हुँदैन ब्रेक फेल नभए तापनि तपाईँले ब्रेकमा चाहिँ के गर्नुपर्छ भने होइन त्यो पुरा पम्प लगाउँदै क्या 2-3 चोटि खच थिच्दाखेरि पम्प हुन्छ नि पम्प लगाउँदै आउँदाखेरि चाहिँ सही हुन्छ नत्र भने तपाईँले कि 1 नम्बर कि 2 नम्बरमा नानो ओह्रालोमा झार्दाखेरि चाहिँ बेस्ट हुन्छ किन भन्दा त्यो गर्दा ब्रेक पनि त्यति तातिँदैन अनि अर्को भनेको तपाईँले ड्रम ब्रेक भएको जुनै गाडी होस् स्कुटी होस् बाइक होस् जेसुकै होस् न होइन तपाईँले के गर्नुपर्छ भने त्यसको लागि चाहिँ बिस्तारै रेस्ट लिँदै जानुपर्छ एकैचोटि म पुगिहाल्छु भन्दाखेरि चाहिँ अलिकति हुँदैन तेर्सो बाटो छ भन्दै जाँदाखेरि पनि हुन्छ तर उकालो ओह्रालो छ भने चाहिँ अलिकति गाह्रै पर्छ अलिकति रेस्ट लिँदै जाँदाखेरि नै ठिक होला